घरमा अगर कुनै प्रकारको असमानता छ, आपसमा इगो फिल भएको छ भनेदेखि तपाईहरुले आफ्नो घरको छत या मुनिको फ्लोर पनि दक्षिण र पश्चिमपट्टि उँचा गर्नुहोस्, उत्तर र पूर्वमा नीचा गर्नुहोस्। छत पनि त्यस्तै गर्नुहोस्, उत्तरपट्टि नीचा गर्नुहोस्, पूर्वपट्टि नीचा गर्नुहोस्, पश्चिमपट्टि र दक्षिणपट्टि उँचा गर्नुहोस्, ताकि छतको पानी तपाईको पूर्वपट्टिको ईशान या उत्तरपट्टिको ईशानबाट छतको पानी मुनि झरोस्। त्यसले के हुन्छ, परिवारमा समानता भएर बस्छ, असमानता हुँदैन र प्लस सुख शान्ति पनि दिन्छ त्यसले। र कुनै पनि अवस्थामा घरको उत्तर र पूर्वपट्टि चाहिँ नीचा नै हुनुपर्छ, दक्षिण र पश्चिम भन्दाखेरि। दक्षिण र पश्चिम चाहिँ अलिकति उँचा नै होस्। त्यो गर्नुहोस्, परिवारमा एक किसिमको समानता आइरहन्छ, भाइचारा प्रेम भइरहन्छ।